Sangpo, labela, sangpo, lopen ma, ngachi school ki, sangge dorji sir, onali, lopen ma, namdem butia ma'am, sangpo, aju, हामी भुटिया कल्चर एन्ड ट्रेडिसनको बारेमा भन्न जाइरहेको छु हामी एकदमै एनर्जेटिक एन्ड रिसोर्सफुल टिचर्स ल्याङ्ग्वेज टिचर्सको बाट आज जानु है भुटिया कस्ट्युम्स एन्ड ट्रेडिसन्सको बारेमा सो लेट्स स्टार्ट विथ आवर सांगे सर है अब तपाईले हाम्रो भुटिया अलिकति ड्रेस कस्ट्युमको बारेमा भनिदिनुस् है ल हाम्रो भ्युअर्सहरुलाई फर्स्ट अफ अल थ्यांक यू म्याम सुची सबैभन्दा पहिला चाहिँ अब तपाईले हामीलाई मलाई यो भुटिया ट्रेडिसनल अथवा हाम्रो ड्रेसको विषयमा सोध्नु भइहाल्यो हैन अब हाम्रो चाहिँ भुटियाको चाहिँ एउटा सिम्पल नै छ अब बेसिकली हाम्रो यो केटारको चाहिँ अब फर्स्टमा मैले तपाईहरु सबले देखिरहनु भएको छ यो मैले जुन चाहिँ टोपी लगाएको छ अब यो टोपीलाई चाहिँ हाम्रो भुटियाबाट चाहिँ थुरी स्याम्बु भन्छ हजुर अनि थुरी चाहिँ किन भन्यो भन्दाखेरि यसको अब यो मिनिङ चाहिँ यो माथि जुन चाहिँ यो डोलो छ नि ल डल्लो अब यो चाहिँ अहिले यो खोचेनको भित्रबाट चाहिँ गत्ता जस्तो लगाएर बनिएको छ अब ओरिजिनल त पाउँदैन हैन अब यो चाहिँ बनिएको कारण चाहिँ एउटा थुरी भनेको मतलब यो डल्लो जस्तो चाहिँ हेर्दा चाहिँ डल्लो छ हैन यसको डल्लो चाहिँ अब चाहिँ नर्बु भनेर चाहिँ एउटा बनिन्छ ल नर्पु भनिन्छ नि त्यसले गर्दाखेरि अब यस्तो यो थुरी स्याम्बु भनेको चाहिँ त्यही हो हुन त स्याम्बु थुप्रै प्रकारको हुन्छ तर अब हाम्रो एक्ज्याक्ट हाम्रो भुटियाको चाहिँ थुरी स्याम्बु भनेको चाहिँ केटाहरूको थप्चा मिन्स अब केटाले पाउनु पर्ने लाउनु पर्ने हैन अब यो कपडा त त्यही हो अब अहिले यो खोचेन तपाईको ओरिजिनल चाहिँ पाउँदैन हैन हुन त पाए भए पनि अलिक त्यसको चाहिँ दाम पनि अलिक महँगै हुन्छ अब यो चाहिँ नर्मल यो खोचेनको भित्रबाट चाहिँ यस्तो गत्ता यस्तो यसले गर्दाखेरि चाहिँ थुची छाम्बु भनेको हजुर थुरी स्याम्बु हजुर अनि अलिकति यसलाई चाहिँ अब अलिक उच्च उयसमा भन्दा सरल भाषामा भन्दा चाहिँ थुरी स्याम्बु भनिन्छ अब उच्च भाषामा भन्दाखेरि चाहिँ थुरी उज्या भनेर पनि भनिन्छ हजुर अनि यो चाहिँ टोपीको विषयमा भयो हैन अनि अब त्यहाँदेखि मैले यो जाजा लगाएको छ हैन बक्कुको बाहिरबाट अब एक्चुअलमा चाहिँ खासमा हाम्रो यो जाजा जब लगाइसक्दाखेरि चाहिँ यसको भित्र मैले अहिले त्यो बक्कु नर्मल लुगाको बक्कु लगाएको छु हैन अब खासमा चाहिँ यो खोचेनकै लगाएर चाहिँ यो जाजा पनि लगायो भने चाहिँ राम्रो देखिन्छ भन्छ अथवा राम्रो खासमा चाहिँ अब हैन तर अब अहिले चाहिँ मैले यो यसै अब एउटा जस्ट नर्मल लगाएको छु हैन यो चाहिँ जाजा भन्छ हैन अनि यो त अब बक्कु अब हाम्रो भाषाबाट चाहिँ हो अथवा अब अलिक उच्च शब्दमा भन्दाखेरि चाहिँ नाम्जा भनिन्छ हैन हजुर अनि त्यहाँदेखि तपाईँको यो चाहिँ अब यो मैले जुन चाहिँ लाग्छ नि वानथास अब तपाईँहरूको लेप्चा भाषामा पनि यो वानथास नै भन्छ हाम्रोबाट चाहिँ वानथास पनि भन्छ होइन वानथास चाहिँ अब यो चाहिँ अब त्यसै कपडाको सिलाइन्छ भनिन्छ होइन अनि त्यहाँदेखि यो चाहिँ यो केरा भन्छ होला जब हाम्रो यहाँ बेल्टलाई चाहिँ अब बाँधिन्छ त्यसलाई चाहिँ अब अलिकति अब शेर्समा अथवा अलिक रेस्पेक्टमा भन्नु पर्दा चाहिँ कुकी भनिन्छ अब कुकी भनेको चाहिँ कु भनेको मिन्स अब बडी त्यसलाई चाहिँ अब यसो बिहे त्यसलाई चाहिँ अब कुकी ऱ्याप गर्छ नि त्यसलाई चाहिँ अब केरा अथवा कुकी भनेर भनिन्छ हजुर प्यान्ट चाहिँ अब अहिले खासै भन्नुपर्दा चाहिँ बक्कुमा लाउँदाखेरि चाहिँ एक्चुअलमा चाहिँ यो प्यान्ट चाहिँ खासमा हुँदैन होइन अब अहिलेको अब यङ जेनेरेसनहरूले चाहिँ प्यान्ट नै लाउँछ तर खासमा चाहिँ अब यो ग्यादोर भन्छ नि ग्यादोर अथवा पाइजामा लगायो भने चाहिँ बेस्ट देख्छ अब लेट्स आक्स हाम्रो लपेनमालाई है कति ब्युटिफुल देखिरहनु भएको छ है लपेनमा अलिक हामीलाई तपाईँको कस्ट्युमको बारेमा भनिदिनुहोस् है मैले यो लगाएकोले चाहिँ हन्जु भन्छ त्यो माथि सर्टलाई चाहिँ टी सर्ट दिल हन्जु भन्छ ल तर अब हन्जु चाहिँ धेरै प्रकारको हुन्छ अब उहिले चाहिँ हाम्रो बाजे बोजूहरूले चाहिँ यही ठुचीको हन्जु मात्रै लाउँथ्यो अरे नेपालीमा चाहिँ यसलाई चाहिँ रेशम यसलाई चाहिँ पङ्देन भन्छ यो पङ्देनको योलाई चाहिँ हुन्छ कि हाम्रो भाषाबाट डुदेन भन्छ यसलाई चाहिँ यो डुडेन भन्छ ल जस्तै नेपालीको हो भने चाहिँ अब होइन सिन्दुर लगाएको जस्तै हाम्रो चाहिँ अब भुटिया बिहा गरेको बेटीले चाहिँ यो डुदेन लगाएको पङ्देन भन्छ अब यसलाई त बक्खु भन्छ तर खो भन्छ हाम्रो भाषाबाट चाहिँ भुटियाबाट चाहिँ खो मेलको पनि फिमेल खो नै भन्दो रहेछ है खो नै भन्छ यसलाई चाहिँ अब मोती भन्छ नै मोती भन्छ तर यसलाई चाहिँ अब
फ्युरो भन्छ लै योलाई चाहिँ अनि यु भन्छ लै मालालाई ल लै योलाई चाहिँ यु भन्छ योलाई मात्रै लै लै योलाई चाहिँ फ्युरो भनिन्छ यो रातोलाई चाहिँ फ्युरो भन्छ हाम्रो भाषाबाट ल योलाई चाहिँ लै योलाई चाहिँ यु भन्छ योलाई चाहिँ सेतो योलाई चाहिँ मोती लै लै ल सो ट्रेडिसनली भुटिया वुमेनहरूले चाहिँ यही नै लाउँछ कानतिर चाहिँ के लाउँछ हामीले कानमा अब युजली कानमा सबैले सानो टपहरू लाउँछ तर अब भुटियाले चाहिँ एउटा कानमा फुल भनेर यस्तो फुल यस्तो गरेर सुनको भनेर लाउँछ सुनको चाँदीको सुनको चाँदीको जुन लाउँदा पनि भयो लै ल